Mundo. Susana, dai la. Olha, olha aí mais. Bogno, bogno. Mr. Ram देखाउँछु कसै जाऊ जाऊ हिँड हिँड हेलो गाइस नमस्ते गर्नु न त हेलो गाइस हामी कोरीको बाटोमा छौं तासा पुग्दै छौं अनि चाहिँ हाम्रो ग्रुपहरु चाहिँ मेरो भाइहरु अनि दाइहरु लाली गुराँस खाँदै इन्जोय गर्दै हाँस्दै नाच्दै हेर्न सक्नुहुन्छ गुराँस यति राम्रो फुलेको छ तपाईहरु आउन सक्नुहुन्छ हेर्न सक्नुहुन्छ तल हाइड्रो पावर यहाँबाट बिजुली निक्लिएको छ अनि गुराँस टिप्ने दाइलाई चाहिँ धेरै धेरै धन्यवाद अनि मेरो भाइ चाहिँ मलाई तान्नलाई मद्दत गर्ने चाहिँ एउटा मेरो विजय भाइ त्यसपछि हाम्रो पाण्डु दाइ त्यसपछि आशिक दाइ अनि मेरो प्यारो बबलु भाइ अनि मेरो बिन्दुलिका चाहिँ उहाँ चाहिँ सिक्लेसबाट गाडीबाट झरेपछि रित्तै हिँड्नु भएको हो अहिलेसम्म रित्तै हुनुहुन्छ के गर्नु अब क्वीन वाला ट्रिटमेन्ट त हुनु पर्यो हामी पाया जंगलमा फसेको छौं ल बाबु भिडियो गरा ल नमस्ते हामी चाहिँ तुलसीपुर डाङबाट उहाँ चाहिँ गोटी बोला चिरन्डो हामी चाहिँ हिमालको भ्यू देखिसकेका छौं अब हामी आशिक दाइ के कस्तो लागिरहेछ तल सिक्लेस हैन यो सिक्लेस हामी यो त्यहाँ कुन रहेछ त्यो सिक्लेस अनि त्यो पनि के गाउँ होला के त्यो सिक्लेस कि तातिर देखिरहेको थियो नि हाम्रो चाहिँ नास्ता आइसक्यो अनि मेरो भाइहरु चाहिँ मेरो दाइहरु चाहिँ हाम्रो बिन्दुलिका उता रेडी छ अनि त्यसपछि reach in our destination. Oh my god. उता पनि छन् यता पनि छन् उता के वाउ यो वाला लाली गुराँस चाहिँ यहाँ फुलिरहेको छ फुल्दै सुक्दै गरेको छ हेर्न सक्नुहुन्छ गाइज अब हामी चाहिँ चकलेट खाँदै नास्ता खाँदै बसिरहेका छौँ मेरो भाइ छोरी जुनकेरी हेलो गाइज एकदम गुराँसहरू छ तर मेरो भाइहरू चाहिँ यिनीहरू छन् र पो म छु सहारा हजुरको सहारा दिदी हेलो गाइस हेलो कोरी आउने सबैलाई आई लभ यु है ओ माय गॉड डाङ टु कोरी ठीक गर्नु गाह्रो छ तर घुम्नु भारी भयो जानुपर्छ यार छ्या त्यस्तो सोचे जस्तो त छैन है हाट इजिली छ र गाइस हेर्नुस् कुनै अमेरिका जल्ला जस्तो छैन जल्लाभन्दा कम छैन गाइस बाटो कुन ठाउँ जाने अरे खोरी हो जल्लाको खोरी हो अमेरिका जल्ला जस्तो भइरहा त्यसरी हिमा छ सानामा जंगल भन्दा कम छैन यो जंगल बाटो पनि सेम छ यता हेर्न सक्नुहुन्छ दर्शकबिन लोकेसन आउँदैछु म के हो आइ कोरी हामी चाहिँ तानसिङ खाना खाँदै तानसिङ बजारमा गाइस
हामी चाहिँ अहिले पानामा जङ्गलमा छौँ। किन त्यस्तो कि पानामा जङ्गलमा पाना जङ्गल सुते खाने अमेरिकामा अमेरिका नपुग्दा उता बेसीको पुग्छ झर्छन् कि होइन दादा पोर्चुगलमा झर्छन् ब्राजिलमा दुबई हामी चाहिँ भन्नुपर्दा चाहिँ हामी चाहिँ अफ्रिकनबाट आएको हो हामी चाहिँ ऊ चाहिँ साउथ अफ्रिकाबाट आएको ऊ चाहिँ नर्थ अफ्रिका अनि ऊ चाहिँ इस्ट अफ्रिका अनि ऊ चाहिँ वेस्टर्न अफ्रिकाबाट ऊ त ऊ हल्का गोरो छ अनि म चाहिँ इङ्ल्यान्डबाट अनि म चाहिँ उहाँ के अरे पाकिस्तानबाट किनकि मेरो कलर त्यस्तै छ नि त त्यही भएर बङ्गलादेश। हेलो गाइस तपाईहरुलाई सन्चै छ हैन? पाउँदैन पाउच We are extremely healthy and fine. Yes, we are strong. Because we drink egg. We eat an already. We eat this one. It's the B1 model stuff. हामी चाहिँ तल उसुलाएको ठाउँबाट 3-4 वटा लेक काटेर यहाँ आइसक्यौँ अनि यहाँ चाहिँ चौतारी रहेछ गुराँसहरू एकदम फुलेको छ जता हेर्ने रातो हरियो तर चाहिँ एकदम गाह्रो छ मलाई त भारी नबोकेर पनि एकदम दबा छ हेर्न सक्नुहुन्छ सेतो गुराँस हात पनि कामे जस्तो एउटा coming Tensi तिमीलाई चित्त नहुन्छ के छ र कस्तो फिल भइरहेछ हाउ डिड यु फिल म त मर्छु बरु यस अब चाहिँ हिँड्दिन ओ माय गॉड डोन्ट बी स्ट्रेस वी आर स्ट्रङ हामी गन्तव्यमा पुग्न पर्छ एकदम बलियो हुनुस् आत्मविश्वास राख्नुस् हार्टबिट पनि यस आउट अफ कन्ट्रोल ओ माय गॉड डोन्ट वरी वी आर रिचिङ आवर डेस्टिनेसन सो डोन्ट बी स्ट्रेस be strong and would you like to say something? I don't want to say something about it because it is so good. Oh my god, yes I am coming with you guys. How did you feel guys? How do you feel? Nothing. How did you feel guys? Very excited. Oh my god, it's nice. And how did you feel? Very good. Know English, how to talk? You only understand Nepali. Yes. कस्तो लागिरहेछ तपाईलाई? Can you explain something? कस्तो लागिरहेछ तपाईलाई? Amazing. यस्तो छ हारा त के कस्तो भन्ने हैन? He is our photographer. Yes, he is such a he took very beautiful pictures. You don't give me 3 times. Hello guys, yes, we are in the Kori, near the Kori. This is the Kori Himal and It's not a Kori Himal, it's Annapurna. Annapurna. Yes, I am wrong because my friend helped me with this Himal. Okay guys, let's go. Come fast. Video okay, गीतालाई हेलो गाइस हामी चाहिँ अब गन्तव्यको नजिक पुग्दैछौँ तपाईहरुले देख्न सक्नुहुनेछ हाम्रो गन्तव्यको नजिक पुग्दैछौँ इट्स भेरी कति राम्रो कति सुन्दर छ यो दृश्यहरू हामी चाहिँ देउरालीको नजिक आइपुगेका छौं र यो देउरालीमा हामीले जे माग्यो
त्यो पुरा हुने भन्ने विश्वास छ र हामीले पनि यस्ता देउरालीहरू बनाउने छौँ र केही कुराहरू माग्ने छौँ तर तपाईहरुलाई भन्दैन है त गाइज इट्स अ सिक्रेट सो लुक एट दिस अमेजिङ भ्यू ओ माई गॉड हामी चाहिँ गन्तव्यको नजिक हामी चाहिँ त्यो होटलमा चाहिँ पुग्न पर्ने छ सक्नुहुन्छ पारी चाहिँ हिम पहिरो खसेको छ पुरै हामी चाहिँ होटल आइस फलमा आएका छौँ हाम्रो चाहिँ आइस फलको दाइ टिकटकहरु देखाउँछ न आइस फलको दाइ भोलि आउनुहुन्छ ल हाम्रो मोबाइल साउनी हाम्रो त गाइज पानी हेलो गाइज ओ यो त लास्टै पातलो छ ओ एउटा पातलो ब्ल्याङ्केट मागेर आउनु हैन कि यो ढुवा खुलेर पनि चिसो भएको छ अलि ठिक हुन्छ दाइ काम गर्ने के त्यो मेरो भाइहरू आज त को टिकटक बनाउने रात पनि पस्ने कुरा थियो ग्यास आउने लाउने हो भने यता आइसक्यो हेलो गाइस यहाँ टिकटकका कुरा चलिरहन् मेरो बहिनी कस्तो छ तिम्रो हालत मेरो हैन मेरो त एकदम फर्स्ट क्लास दिदी सिगरेट झर्ने बित्तिकै रन बनाउँछ नि ढल्ली हो न अनि हामी हाँस्ने रुने होस् न के गर्छु रहरले एकदम जिन्दगी डामाडोल बनाइदियो -डिग्री सेल्सियसमा छौँ हामी पुरै हात जमेछ टाउको पुरै उठाउन सके होइन म त रुँदै आएँ बाटोमा के गर्नु म त ततै हान्छु अहिले फेरि आऊ बहिनी आऊ तिमी सुत म खुट्टा फालेर सुत्छु तिमीसँग ऐनै नभएर हो किनभने हाम्रो पाण्डु दाइ गोरो मान्छेले जाडो खुट्टामा तातो पानी यस्ता मान्छे त हुन्छन् ल हामी चाहिँ रेडी भइसकेका छौँ हेलो गाइस हामी चाहिँ हिमाल चढ्दैछौँ हेलो गाइज हामी चाहिँ अब माथिको भ्यू पोइन्टमा जाँदैछौँ देख्न सक्नुहुन्छ तपाईँले हामी चारैतिर हिमाल छ चारैतिर हामीहरू हिमाल उता चाहिँ पोखरा देखेको छ उता पनि हिमाल हो अनि यो भन्दा माथि गयो भने चाहिँ हामी दुध पोखरी पुग्छौँ रे त्यहाँ चाहिँ धार्मिक स्थल छ यो हिउँ परेर यहाँ पुरै यो माटो पनि साह्रो छ के होइन र गाइस हाम्रो टोलीहरू अगाडि बढ्दैछ जोस आदि टोली चाहिँ माथि 5 बजे गएर फोटो खिचिरहेको अहिलेसम्म फर्केको छैन हामीलाई चाहिँ कुनै पनि रिग्रेट फिल भएको छैन हामी यहाँ आएर तर अलिकति के भयो भने हामी अब तराईमा बसेको मान्छे अलिकति हाई सिकनेस चाहिँ देखियो राति तैपनि हामीले हाई सिकनेसको औषधि सँगसँगै तातो पानी अनि हाम्रो बब्लु भाइले चाहिँ धेरैभन्दा धेरै सहयोग गर्नुभएको छ किनभनेपछि आज उहाँले रातभरि मालिस नसुतेर आफ्नो निद्रालाई व्यथित राखेर उहाँ चाहिँ दिदीहरूलाई सहयोग गर्दै उहाँले एउटा पुण्यको काम गर्नुभएको छ त्यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु कस्तो सिधै हो र त्यहाँ हेर माथि पर पहाडहरु कति
हेलो गाइज, हामी चाहिँ हाम्रो गन्तव्यको अन्तिमैमा आइपुगेका छौँ र यो हाम्रो यो कुन हिमालले हाम्रो आशिकजी मैले बुझेको अनुसार चाहिँ हजुर त्यो चाहिँ जो लास्टको छ नि हजुर 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 ऊ चाहिँ मर्दिरे यस अनि यो चाहिँ त्यो भन्दा हल्का अगाडिको चाहिँ यो चाहिँ माछा पुच्छे रे ओहो अनि यो नि बीचमा छ नि हजुर योमा चाहिँ यो चाहिँ अन्नपूर्ण भनेर भनिराख्नु भएको थियो अनि ऊ त्यो लास्टको चाहिँ लमजुङ हिमाल भनेर भन्नु भएको त्यो लमजुङ है टुरिस्ट गाइडरले चाहिँ ओहो हामीले पाएको इन्फर्मेसन अनुसार चाहिँ यही नै हो यही हो नि यो हजुरले चाहिँ अरू केही भन्न चाहनुहुन्छ यसको बारेमा केही एक्सप्लोर गर्न चाहनुहुन्छ केही सजेस्ट दिन चाहनुहुन्छ यहाँ कोरीमा आउन चाहने अरू व्यक्तिहरूलाई सजेस्ट त के यता फर्केर दिनु सजेस्ट चाहिँ के दिन चाहन्छु भनेपछि चाहिँ यस एकदम त्यो माइन्ड चाहिँ एकदम स्ट्रङ गरेर आउनुहोस् होइन फर्स्टमा चाहिँ स्ट्रङ भन्नाले कस्तो एकदम माइन्ड सेट चाहिँ एकदम स्ट्रङ हुन्छ नि पुरा अब म सक्दैन अब म गर्दैन होला भनेर त्यो चाहिँ त्यस्तो त्यो पाराले चाहिँ हुँदैन यहाँ आएर चाहिँ जो एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ नि हो त्यही नै हुन्छ एकदम नेचुरल ब्युटी चाहिँ एकदम बेस्ट छ होइन तर आफ्नो हेल्थमा चाहिँ एकदम केयर गरेर तपाईँलाई रिग्रेट भएको छ कि छैन यत्रो पैसा खर्च गरेर आएँ अनि मैले चाहिँ राम्रो भ्यूहरू यताउति देख्न पाइनँ भनेर चाहिँ त्यस्तो त छैन एकदम क्लियर नै छ तर राति 2 बजे चाहिँ तपाईँलाई कस्तो लागिरहेको होइन हाम्रो अब कस्तो भन्दाखेरि नि अब हामीसँग आएको एउटा बहिनी चाहिँ अलि सासमा हुन्छ नि ब्रिथिङमा अलि हाई सिकनेस सिकनेसमा चाहिँ अलिक गाह्रो भएको थियो अनि त्यसमा चाहिँ हल्का आफू पनि डिमोटिभेट भयो अब चाहिँ फर्किनुपर्छ होला अब साथीलाई कहाँ छोडेर अब यति त्यो गर्नुपर्छ होला भनेर त्यो नराम्रो सोचाइरहेको थियो अनि त्यो भएर चाहिँ अनि हामीले पनि त्यति बेला चाहिँ त्यही पनि स्ट्रङ नै थिए स्ट्रङ भएर त अब अहिले यस्तो भ्यूहरू देख्न पाइरहेको छ हो नि ओ थ्याङ्क गड हामी चाहिँ अब ठाउँमै पुऱ्याइदिनु भयो हल्ला हस्त धन्यवाद Yes, we are finally Kori. Hello. It's a heaven. Hello guys. Welcome to channel to subscribe. पांडे जी का बेटा हूँ चुम्मा चिपक के लेता हूँ हामी सिरियस भइरहेको तपाईँले डिस्टर्ब नगर्नुहोस् एकछिन यहाँ अड्डाउनु हिमालमा हामी कत्रो खिच्ने फोटा त्यो होइन कि त्यस्तो रहेछ कस्तो त यो हामी आयौँ बिन्दु म त बोक्दिनु गर्नुपर्ने कि यता आइज त यहाँ छ नि आइज यो गरालो जति यसरी उड्दा नि उयो बारेर कृष्ण फोन गर्ने शक्तिमानलाई फोन गर्ने यस्तो क्या ल्यान्डिङ हुन्छ त त्यसरी ल्यान्डिङ गर्नु कृष्ण त्यसरी हामी पनि उड्दै यसरी उड्ने हेलो गाइज यो चाहिँ माथि हिमालबाट हिउँ पग्लिएर बगेको नदी हाम्रो गाडी चाहिँ जिप आइसक्यो एकदम गाह्रो हेर्न सक्नुहुन्छ 3 4 गर्नलाई चाहिँ यसले त दाइ अब जान्छ होला फेरि सरप्राइज भन्दा माथि पनि के ठाउँ छ फोरीमा गइहाल्ने अब त अब अन्नपूर्ण बेस क्याम्प बिजुली बालेर भनेको के त के हो नि मध्य
साइडको जे गरिदियो